गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी लकडाउन आएको छौँ दिदीहरूसँग। तपाईँहरू देख्न सक्नुहुन्छ उहाँ चाहिँ एन्जल दाइ बसिरहेको छ। नभए चाहिँ हामी घुम्न हिँडेको टक्क लाएर घुम्न हिँडिरहेको छौँ हामी चाहिँ। अनि यहाँ चाहिँ छन् केटाकेटीहरू। यहाँ चाहिँ छ हाम्रो मोटी अनिता दिदी, मोनिका सोल्टिनी होइन। त्यसपछि यहाँ छन् हाम्रो दानको मेरो केटा। यहाँनिर छ भाइ चोला ग्याङ म्याच। अब चाहिँ हामी घुम्न हिँडेको कहाँ हिँडेको थाहा छैन, तर हिँड्न चाहिँ हिँडेको। नमस्ते के अरे नमस्कार अनुहार राम्रो भयो फोटो। जसले पाए त्यसले डाइलेक्ट हान्न कहाँ सक्छु त होइन त। अन्त बाप रे बाप नेपालको नम्बर 1 हिरो नि हुन् कि क्या हो हाम्रो अन्त दिदी। मक्कै भएको छन् फेरि हाम्रो मोनिका सोल्टिनी फेरि। कति करोडको कपाल भन्नु न? कति करोडको? आफूलाई फेरि त 25 करोड कसले राख्यो भन्ने पिर छ क्या। मैले राखेको थिएँ फेरि के राखिरहनु भनेर मेरो कपालबाट के टेन्सन माथि टेन्सन सिमरन किन हो। मैंने तुमको दिल दिया क्या हाल बना दी सैयाले सैयाले। गाइज होइन रिया साखै होइन यहाँ लकडाउन घुम्न आएको होइन। यता हेरौँ त, यता हेरौँ न, यता हेरौँ न। ऊ यता हेर त, यता हेर त। यस्तो भयो होइन घाउस भएर। कत्रो कत्रो शिवजी भट्यामा जाउँ न त। अब हामी चाहिँ कता के सुड्डाहरू गफ हान्दै हिँड्छन् के भन्छन् पक्का लाग्ने। मलाई चाहिँ झ्याउ लागिसक्यो होइन। म चाहिँ अब उता तल यहाँ शिवजीको मूर्ति छ नि त हिँडेको सुड्दा सुड्दै। लडेपछि अहिले झन्डै अहिले दर्शन भएन। कता हिँडेको बिजुली बालेर फट भएर गाइज मेरो भ्लग झन्डै हिँड्नु भएन यार। गाइज म चाहिँ लडेँ है। गाइज म चाहिँ लडेँ होइन। गाइज हेर यस्तो गरी लडे के देखाइदिनु त। झन् हट भएर भन्दै नाच्नु नतानी भएको आफै लडेँ। फेरि देखाइदिनु त कस्तो लडेको तपाईँ। होइन यस्तो लडेँ म भने ब्लगर मान्छे नै लडेपछि कस्तो भयो के लाग्छ र। गाइज म चाहिँ भ्लग बनाउँदै थिएँ होइन। गाइज म चाहिँ यसरी हिँड्दै थिएँ कि म कसरी लडेँ कि होइन। अनि लडेँ अनि सबैजना हाँसे। नो प्रब्लम। लकडाउन गाइज कति आउनु लकडाउन पनि आउँदा भक्कै लाग्छ।
शिवजीको मूर्ति छ अनि त्यहाँ छ गौतम बुद्धको त्यहाँले छ हाम्रो दुबौली उहाँ चाहिँ छ लाइट ब्लू के हो यो यहाँ भान्जा के भन्छ सोध यता सोध न भान्जा के भन्छ के हो सर्प सर्प आयो जाम सर्प भट्याउ जाने सर्प भट्या जाने लाउ सर्प आयो रे सर्प होइन सुड्डी ग्याङको चिउताखेरि घनथन भइरह तपाईँको ट्रेनवाला भिडियो बनाइदिउँ आउनु लोदर लागिरह यस्तरी होइन यस्तरी हुन्छ नि टक्कसँगले घाम कहाँ छ यता आउनु त यता आउनु न तपाईँ यस्तो गर्छ होइन अनि म टक्कसँगले यसरी थिच्छु अनि यस्तो गरिदिन्छु सोल्टी नि यहाँ चाहिँ अञ्जल दाइ यहाँ चाहिँ भाइ दिदी यिनी चाहिँ तारा दिदी हुन् तपाईँहरू देख्न सक्नुहुन्छ तारा दिदी हुन् यिनी चाहिँ उहाँको बुढा चाहिँ विदेशमा हुनुहुन्छ राम्रो देखेर पर्छ अनि तिमीसँग हिँड्ने भूत टिक्रेको तिम्रो दिमाग खुस्केको हो तिम्रो दिमाग खुस्केको हो हो भने के अनि यदि खुस्केको हो मेरो साथीहरू हुन् यिनीहरू चाहिँ होइन यिनीहरू मेरो भान्जीहरू हुन् होइन मेरो भान्जीहरू हुन् होइन ओ त माना होइन घोप्टो मुन्टो लगाइदिएर मेरो टाउको ठोकिन्छ आउँदैछन् झारपात टोलीहरू हुन् होइन यिनीहरू होइन उहाँहरू चाहिँ अलिक सुड्डी हुन् कुरा मिल्छ नि त अनि अब हाम्रो यता चाहिँ फेरि अल्लारे बल्लारे छन् अनि म परि अल्लारे होइन यसरी लडेँ म यो शिवजीको मूर्ति बनाउनलाई पुग्नेको सामानहरू भनेर होइन यो काठ लाएको थियो के त्यो बाहिरबाट लाउँदैन उयो पलायो खै के हो यो टिकटक बनाउनु थाले क्या यस्तै हो जिन्दगानी नजाम रुक्दिन फोटोसुट कार्यक्रम हुँदैछ सबजना फोटो खिच्दैछ खिच्न रेडी भएछ लिनु त ए भगवान जानु फोटो खिचेको रहन के भएर पो त ओके यहाँ क्यामेराम्यान बसिया हुनुहुन्छ यता हाम्रो दिदी हुनुहुन्छ हाई गर्दै यता भान्जो नानी तैँले खिचिस् फोटो खिचाइन त जा बस म खिचिदिन्छु भाइ चस्मा दामी खिच्दै बुनु होइन हो चाहिँ देखेछ यहाँ
त्यतिकै चाहिन्छ हैन ओके फाइनल हामी चाहिँ यहाँ आइरहेको थियौँ अनि फोटोसोटो खिच्यौँ अनि राधिका डाउन चाहिँ यता हुनुहुन्छ फोटोसुट भइरहेको छ अनि यता भान्जो छ YouTube च्यानलमा के भन के अरे YouTube च्यानलमा हाल्नु न यहाँ फर्किसक्यो अब फर्किन आँटेको अनि म छु यहाँ भान्जो हुनुहुन्छ बोल अन्त हाई हामी फोटोसोटो सुट गरेर फर्किसक्यो अब त्यही यहाँ बिचसँग बेबी बसिराख्नु भएको केही भन्यो भने के छैन युट्युब च्यानलको नाम सबैजनालाई नमस्कार म आदर गर्ने सबैजना हाम्रो न्यू ब्लग अनि यता भान्जो उता फोटोसुट भइरहेको छ अनि हामी चाहिँ अब निस्किन आइसक्यो अनि त्यही भएर अब हजुर के भन्नु अघि लाइक सब अनि हामी चाहिँ निस्किन चाहिँ मेरो बाइक यहाँ थियो अनि यता बुनु आउँदैछ अनि अब अरू त फोटो खिच्दै थियो अनि हामी चाहिँ अब दुईजना यता राधिका बुनु छ राधिका बुनेको अनि अब हामी यहाँदेखि चाहिँ सिधै दुधै जाउँ भने ए सोडिङ जाने रे क्या कहाँ हामीसँग ओके को जाने खोइ ओ सोडिङ जाने रे त मैले ओ प्लिज कम हामी घुम्न जाने क्या गोपालले घोज्दै आँखामा हामी घुम्न जाने नन्दनलाई जाउँ हामी Jom. ये क्या है? बहन केही पनि न बस्नु केही हुँदैन एकदम मामाले के गर्छ अरूको फोनै दिन जाने छैन गोमा दिदीको कुन भाउजूलाई धन्यवाद एक कप कालो चिया अन्त दिदी पनि थिएन एक कप अघि बाइक कुदाएको गाउँ आइरहेको छ त्यही पनि खला
के कुदिहाल्यो हेलो तारा दिदी निचा है कहाँ कहिले कहाँ गयो कहाँ गयो मोबाइल खोज्दै आएको मोबाइल खोज्दै आएको माथि खोज्न पुगेर आएको नि यहाँ छैन सँगसँगै हजुर राख्नु भएको हजुर ए अब कहाँसम्म हुन्छ यस्तो पनि देखेछ अब पैसा पनि छ अहिले गोमा दिदी होइन 500 पैसा भन्ने हुन्थ्यो साँच्ची हो क्या यहाँ ताती 500 पैसा माग्यो भन्नु हो ए हो क्या गोमा दिदी भन्नुभएको पैसा आयु आयु घुमेर पनि अनि रुममा आइसकेँ जस्ट आजको दिन पनि राम्रै भयो होइन धेरै पछि घुम्नु